हेलो साथीहरू, आज चाहिँ यहाँ पडोसी दिदीले मोमो बनाउनु भएको थियो अनि मलाई चाहिँ खानु बनाउनु भएको थियो अनि गएको थियो म अनि नानी, यो उसको छोरी अनि दिदीले चाहिँ मोमो निकाल्दैछ अनि ऊ चाहिँ हो दिदीको बुढा अनि उसको छोराले चाहिँ भिडियो बनाउँदैछ अनि यहाँ छु म अनि नानी चाहिँ साह्रै घेजु गरेर त्यसलाई बोकेर बसेको म चाहिँ। अनि दिदीले चटनी चाहिँ टमाटरको बनाएको थियो, टेस्टी भयो थियो। हल्का नमक चाहिँ कम्ती भएछ, बाँकी एकदम बढिया।